जे गरे गर्ला नि हैन किनेर खानु नभएपछि हामी चाहिँ अब दसैँको लागि खसी धान लागेको पानी पर्यो अलिकति पानी पर्यो पानी परेर स्वागत गरेर राम्रै हुन्छ होला जस्तो लाग्छ खसी अलि राम्रै अलि देखाउन टाउको पनि देखाउँदैन यार र म यता अब अगाडिको दृश्य देखाउनु तपाईँहरूलाई ल कुन ठाउँ ठाउँ चाहिँ थाहा छैन कमेडी बनाउन यता हाम्रै यता हामीलाई ठेकदार साहबले खसी धेरै ल्याउने भनेको राजकुमार सर हाँस्दै बसिराख्नु भएको छ खसी कस्तो भेटिन्छ भनेर एकदम अब राम्रो गतिले झ्वाक परेर ल्याउनु पऱ्यो नि त दसैँको लागि खसी अलिक पानी परेर मौसमलाई अलिकति बिगार्ने प्रयत्न भइरहेको छ पानीले अलिकति च्यालेन्ज गरेको छ हामीलाई चस्मा लाउनु बिर्सेको यार ओ सर चस्मा लाउनु तपाईँले चस्मा लगाएको भिडियो सर्व देखाइन्छ म ल रुपेश सर पत्र एकदम हिरो ह्यान्डसम राहुल सर कति मोबाइल बिजी भएको गफसप गर्नु न यार खसी ल्याउने हो खै यता यता खसीको पैसा बुझाउने ल तपाईँको के छ प्रतिक्रिया 2000 मा बिक्री गर्ने हो पानी त फेरि आयो फेरि ल हामी चाहिँ फाइनल्ली आइसकेका छौँ खसी फर्ममा अब खसी हामी हेर्दैछौँ गाइजहरू कुन मनपर्छ कतिको हुन्छ हामी फेरि पुरा देखाउनेछौँ तपाईँहरूलाई पुरै ठुलो फर्म रहेछ हामी खसी हेर्दैछौँ ल खसीहरू यहाँ छन् दाना खाइरहेका छन् सबैले कतिको हुन्छ के हुन्छ सब हामी हेर्दैछौँ भिडियो एकदम ल रुपेश सर खसी छान्नु पर्यो अब टक्क पारेर होइन राम्रो गतिलो सस्तो पनि च्याङ्रा है कि हो ल यताको लाने हो कि त्यो च्याङ्रा होइन यता च्याङ्रा टाइपको छ ए यता भेडा पनि रहेछन् भेडा चाहिँ हामी लाँदैनौँ यो हेर्न मात्रै आएको भेडा यता चाहिँ भेडाको रुम रहेछ भेडाको कोठाहरू भेडा पनि निकै गतिलो गतिलो पनि साथीहरू हेर्नुहोस् निकै राम्रो व्यवस्थित तरिकाले खसी पालेको रहेछ खसी व्यवसाय मलेसियाको यो खसी बजार खसी फर्म बाख्रा फर्म अथवा चाहिँ भेडा रहेछ है पुरा यो निकै राम्रो व्यवस्थित तरिकाले खोर बनाएको रहेछ निकै ठुलो पनि हाम्रो साथीहरू चाहिँ उहाँ हेर्दै हुनुहुन्छ यता चाहिँ अहिले रहेनछ खाली रहेछ यता सिसी क्यामेराहरू सबै रहेछ ए पानी परेको मौसम भए तापनि जस खोरमा आइसकेपछि निकै रमाइलो दाना खुवाउने सिस्टमहरू निकै राम्रो रहेछ खोरहरू निकै सफा सुन्दर काठले सब जस्ताबाट बनाएको खोर निकै आधुनिक तरिकाको मलेसियामा यता दाना उनीहरूलाई खुवाउने दाना रहेछ हामीले चाहिँ यो खसी रोजाइमा पारेका छौँ यो लाने भयो ल निक्लिनु ए ल यही लाने भयो अब खसी छान्यो अब हामी यहाँबाट निक्लिन लागेका छौँ खसी रोजाइमा परिसक्यो हामीले 37 किलो खसी लिएका छौँ ल एकदम एकदम खसी टिका तुझो या चस्मा त यो डेन्जर रहेछ ल रुपेश सर खसी घिसाउँदै हुनुहुन्छ यहाँनिर हाम्रो खसी रोजाइमा परिसकेको छ साथीहरू हेर्नु होला अब हामी त्यो खसीलाई लानेछौँ जस्ता अरू भिडियो पनि हेर्दै गर्नु होला अरू देखाउनेछौँ ल हामी चाहिँ अब यहाँ हिँड्न लागेका छौँ खसी हालेर बराम हाल्नुपर्छ होला ल रुपेश सर यता खसी गाडीमा चलाउँदै हुनुहुन्छ अब हामी यहाँबाट जान लागिसकेका छौँ अब चाहिँ
यो गाडीमा चलाएर हामी खसी चाहिँ खसी मानिरहेको छैन बिचरा मानस पनि पछाडि बगलमा बसेको यसलाई जाँदाखेरि यसलाई पनि डर त लाग्छ बिहान खै गरी के गर्नु मान्छेको जातले खसी नखाइ नहुने त्यही गर्ने यस्तै यसरी बाँधेर हाल्नुपर्ने खसीलाई 10 मिनट पनि लाग्छ ल गाइस हामी चाहिँ यहाँ खसी पाम्न निस्किसकेका छौँ खसी लियो अरे गाडीमा राखेर आउन त नि हामी पुग्न थालिसक्यौँ ल अब हामी रुमतर्फ जाँदैछौँ अब लगेर यो खसीलाई मर्मत गर्नुपर्ने छ खसीले लगेर बोरामा झाकेर हाल्नुपर्छ ल हामी चाहिँ निस्किसकेका छौँ ठाउँबाट खसी लियो अरे दसैँको समय गएर हामी भयौँ होइन कस्टमर अघि पछि कसरी मिहिनेत गर्नु पर्छ हाम्रो दसैँ चाहिँ अब मनाउने त घरमा छौँ के गर्ने यस्तै छ परदेशको बसै भयो तपाईँ दसैँ त मनाउनै पर्यो गाइस हेर्नु दोकान बिक्री भइरहेको छैन अरू अरू मार्केटहरुमा रुमतर्फ गइरहेका छौँ रुमतिर जाँदै हामी खसी लिएर गीत नबजाउनु आउँछ तिमीहरू आएको यही त हो झावल हामी चाहिँ निस्किसकेका छौँ खसी ठम्पको गाडीमा हामी चढिरहेका छौँ यहाँबाट खसी पुऱ्याइदिने सेवा सुविधा पनि गर्छ पैसा दिइसकेपछि के गर्नु गाइस हेर्नुहोस् पैसाकै छ कमाल पैसा भइदिए पनि हुने पैसा नभए केही नहुने अब हामी रुमतिर जाँदैछौँ जोशी आउँछ उता चौधरी यार होस् नबढाउनु धेरै त्यो अब त पक्का हो घटनाको खाने बेला मात्रै आयो भने गाह्रो हुँदैन अर्कै बुढा अरे अब उठेर पानी तताउनु त छिटो त्यहाँ रेडी पारेर राखेको पानी अन गर्नु त स्विच ततेर गरेर अनि ग्यास खसी लिएर आउँदैछौँ हामी चाहिँ खसी लिएर रुमतिर लाग्यौँ है गाईहरू हेर्नु एउटा भाडामा तपाईँ रेडी गरेर राखेको गाडीमा दुईवटा एउटा ठुलो खराइमा एउटा एकछिनमा पुगिहालिन्छ अब रुमतिर अनि एउटा बाल्टिनमा चौबाली राखेको छ मैले स्विच मात्रै अन गर्नु अनि पानीमा हात नहाल्नु है फेरि करेन्ट लाग्ला फेरि अहिले चाहिँ पानी पनि रहेको अवस्था छ अघि ज्यादा चाहिँ पानी परिरहेको छ निकै राम्रो सिन छ हामी खसी लिएर फर्किरहेका छौँ गाईहरू थोरै ट्राफिक जाममा फाच्यौँ केही फरक यसलाई यस्तो मनपर्छ भने तपाईहरु के गरे राहुलजीले खसी ल फाइनल्ली आइपुग्यो गाइस ल हेर्नु खसी ल हाम्रो खसीले काटेर छिनाइसकेका छौँ अब चाहिँ हामी के गर्नु हजुर भिडियो गरियो त्यही पनि के घाटो मासु खानै पर्यो गाइस हेर्नुहोस् दसैँ भनेको यसरी नै मनाउने सिस्टम राखेका रहेछन् पहिलेदेखि अब हामीले खसी काटिसकेका छौँ भिडियो बनाउन चक्करमा मोबाइल ल फाइनली हामीले मासु काटेर पिस पिस बनाइसक्यौँ अब भात लाउन बाँकी अब नै आइपुग्नु भएको छ आन्द्रा यहाँ बुढी केलाउँदै हुनेछ ल है ल आन्द्रा मजाले आन्द्रा डुङ्गै हुन्थ्यो यता हाम्रो संसारले ओके छ ल त्यो गरेर यसरी छिलौ मिलाएर काट्नु है ल भाग साग बनाउनु अब म चाहिँ अब फेरि खुट्टा बनाउनु छ अलिअलि बाँकी छ टाउको बनाइसकेँ
ल भाग उठाउने बेला नि भइसक्यो त हाम्रो खसी काट्दा काट्दा अब ल युट्युबमा आउँछ है मेरो सक्यो राख्नु काट ल कति छिटो सर्लक्क पारेर भाग उठाउने बेला भइसक्यो त ल यता चाहिँ खसीको भुटन कर्दी मर्दी भुटेर आज जति पनि यहाँ उपस्थित छौँ काम गर्ने खसी काट्नमा सहयोग गर्ने उहाँहरूले आज खाने भित्र ल हाम्रो चाहिँ आज दसैँ मनाउने कार्यक्रम सम्पूर्ण साथीहरू भेट भएर दसैँ मनाएको खसी काट्यो सम्पूर्ण खसी काटेर भाग लगाएर अब चाहिँ खाने समय सुरु भयो हाम्रो ल सम्पूर्णमा विजय दशमी 82 सालको शुभकामना ह्याप्पी दसैँ सम्पूर्णमा शुभकामना 82 सालको दसैँको हाम्रो मलेसियाको बसाइमा सम्पूर्ण साथीहरू भेट भएर दसैँ मनाएको हाम्रो यो अवस्था छ ल सबैले एकपल्ट भिडियोमा लाइक उस गरेर यस्तो गरेर बस्नु ठिक छ भन्नु यता चिउरा मुरुवाई यो चाहिँ मेरो भाग ल फाइनली अब हामी खाना लागेका छौँ है त नमस्कार सम्पूर्णमा दसैँ यस्तै भएको छ सबैले कसरी आफ्नो देशमा विदेशमा भए तापनि राम्रोसँग मान्नु होला विजय दशमी सम्पूर्णमा शुभकामना व्यक्त गर्दै हाम्रो भिडियो अन्त्य गर्न चाहन्छु धन्यवाद हेलो गाइज सम्पूर्णमा नमस्कार सबैलाई विजय दशमी तथा आउँदै गरेको शुभ दीपावलीको पावन अवसरमा सम्पूर्ण देश विदेशमा रहनुहुने नेपालमा रहने आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मनोमाया शुभकामना व्यक्त गर्दछु र दसैँ विशेष सम्बन्धी भिडियो मेरो युट्युब च्यानल हेरिदिनु छ भने हजुरहरू सम्पर्कमा सम्पूर्ण हुन आशा गरेको छु है त गाइस हजुरहरूले मेरो भिडियो हेर्नु होला कस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला अब भिडियो सुरु हुन्छ हेर्दै जानु होला है त नमस्कार।